साथै म चाहिँ अब चिकन बनाउन लागेको छु फेरि तपाईँलाई देखाउनेछु है कसरी बनाउने चाहिँ चिकन चाहिँ यस आइएको कुमिन्डो अनि के हुन्छ मुला काटिसकेको छु र यतै खोर्सानी छ लसुन छ प्याज छ सो यहाँ चाहिँ चिकन छ अनि यता चाहिँ फेरि लसुनहरू छ खोर्सानीहरू छ अदुवाहरू कुट्नुको लागि राखिरहेको छु सही तेलसेल हालिसकेको छु फिलहाल चाहिँ मैले सो अब चाहिँ मैले प्याज पनि हालेँ यस्तै हाम्रो केटा मान्छेको बनाइ चाहिँ अब चाहिँ म चलाउने छु चलाउँदैछु डाडुले डाडु होइन पनियोले डाडो पनि छ लेकिन के गर्नु दुई तिनवटा जुठो पारेर गाह्रो हुन्छ धुनु पनि हामी छोरा मान्छेलाई त त्यही भएर हामी एउटै चलाउँछौँ यस्तै हो छोरा मान्छेको बनाइ चाहिँ यस्तै बन्दैछ हाम्रो लु तपाईँहरूलाई बनाएपछि म देखाउँछु चिकन कस्तो बनाएको छु ल